वेलकम टु ब्याक माई न्यू भ्लग। आज चाहिँ यता मायानायक राजमहल दाई आउने गरे होइन, यता मध्यपश्चिम विद्युतीय कार्यक्रममा होइन। राजमहल दाई आउनुहुन्छ अरे, अब म चाहिँ राजमहल दाईलाई हेर्न जाँदैछु। फुल भिडियो तपाईँहरू वाच गर्नु होला। ओ राजमहल दाईको गाडी आयो है, राजमहल सरको गाडी आयो। राजमहल दाईको गाडी हो मा कसम राजमहल दाईको गाडी है ल, कसम भयो राजमहल दाईको गाडी ल। ओ माई गॉड कसम त यार राजमहल दाई आउनु भयो यार, कसम मेरो भगवान। ओ भाइ ल ल मेरो पछि राजमहल दाई आउनु छैन। राजमहल ओ माई गॉड राजमहल दाई यार ल, राजमहल दाई आउनु भएन यता सुर्खेत मध्यपश्चिम विश्वविद्यालयमा होइन। ल अगाडि राजमहल दाई गइरहनु भइरहेको छ होइन। ल अगाडि ल ल होइन टक्कै यता राजमहल दाई आउनु भएको छ पछाडि होइन। पछाडि हाम्रो बड्डाजी छ मान्छे हो मान्छे भन्ने दाईको डाइलग होइन। यता बस्नुभयो सर चाहिँ राजमहल दाई हाँस्नुभयो यार। पछाडि होइन। उहाँको आगमन भइसकेको छ। मलाई डाक्टर नवराज केसी सर सम्पूर्णलाई नमस्कार। एकदम धैर्य विभिन्न सन्दर्भमा आए। धेरै वर्ष अगाडि छायाङ्कनको सन्दर्भमा पनि आएँ। बाटुली भन्ने चलचित्र हामीले यहाँ छायाङ्कन गरेको थियौँ। त्यो बेलामा धेरै दिन बसेर गएको थिएँ म। करिब 18-19 वर्ष अगाडि थियो। अहिले त्यो सुर्खेतको स्वरूप पनि बदलिसकेको छ र विभिन्न दर्शकबिनहरू अब राजमहल दाईलाई चाहिँ भेटिसक्यो होइन। अब राजमहल दाईलाई भेटिसक्यो। अब राजमहल दाई आएको गाडी चाहिँ यही गाडी होइन। यो चाहिँ यो गाडी होइन राजमहल दाई आएको गाडी। अब चाहिँ म रुम फर्किन लाग्यो। राजमहल दाईलाई पनि भेटियो फाइनली। मैले चाहिँ राजमहल दाईलाई चाहिँ भेट्छु जस्तो त लागेको थिएन होइन। दाईको गाडी झन्नै त्यहाँबाट होइन म दौडी आएन। मेरो त्यो पछाडि गेट छ होइन, त्यो गेटबाट आउँदाखेरि म भित्र आउँदाखेरि राजमहल दाईको गाडी आएको जुन फर्स्ट भिडियो सुरुवातमै न के। तर दाईलाई भेटियो यति हो, खुसी छु होइन। म साथी मान्यो त्यति हो। यो मेरो साइन्स यता साथी छ नोब्रे होइन, एक नम्बर बड म्याच होइन छन् होइन। यो भिडियो युट्युबमा आउँछ। यसलाई यी मुजीलाई भन होइन, यस्तो बेइज्जत गर्दैन। मैले त अब राजमहल दाईसँग फोटोसोटो खिचेँ होइन। अघि जाँदाखेरि चाहिँ त्यहाँ मैले खाली नै हुनुहुन्थ्यो क्या, खाली आयो भनेर भन त पुरा फोटो नै खिच्न पाएन कि। तर सेल्फी चाहिन्छ खाली थिएँ किनकि मलाई सबभन्दा अगाडि म के खिच्नु भनेर खिचेन कि, किनकि सबभन्दा अगाडि चाहिँ मै थिएँ कि राजमहल दाईको। अनि हेर्छु त अरू आएर सेल्फी हान्न लागेँ। अनि मैले चाहिँ 1-2वटा फोटो चाहिँ हानेको छु होइन। फोटो पनि छ होइन। भिडियो यो माया होइन त्यही हो होइन। अब चाहिँ मैले अघि चाहिँ कन्टेन्ट यहाँबाट सुरु गरेको होइन। टक्कै दाईलाई भेटिसकेँ, मेरो इच्छा पुरा भइसकेको छ। अब तपाईँ सोच्नुहोस् कि राजमहल दाईको एकचोटि त्यहाँ बाख्राहरू हेर्नुहोस् होइन, एक हाने मान्छे फ्यात्तै ढल्थ्यो कि हो त्यो चाहिँ ल। सो म अब माथिबाट सुरु गर्छु। म रुम पुग्न लागिसकेको छु होइन। अब चाहिँ भ्लग अन्त्य हुन्छ। सो अब नेक्स्ट भ्लगमा भेटौँला। सो